Good morning, everyone. Second day, second vlog भनेको भयो, न्यू vlog भनेको भयो, जे भनेको भयो। म दाइ चाहिँ कामतिर जान्छ। तर साँझ एउटा हामी स्कुल नि है एउटा पसल ढुन्ने घाम मिठो लाग्यो चरक्क भयो कालेर ए नबोला कि अर्काको बारेमा कहिले बोल्न भन्ने अस्ति त्यहाँ दाईहरूले कुरा गर्दै थियो कि नेपाली केटाहरू झगडा गरेर झापेर उठेर के भन्दै थियो भने त्यस्तो नगर केटाहरू त बिचरा ल ल ठिक छ केही भएन दाइ कम्पनी आयो कोबाट खोज्छ काम गर्छ दाइ काले दाइ ह्यान्डसम भऱ्यो हाम्रो काले दाइ पैसा कहाँ राख्छ यार काले दाइ बिचरा काले दाइ हामी बिहान आएको मनमायाले बिहानदेखि काम पत्ते हान्देखि ओ यो स्टे हो र हो मलाई थाहा छैन यार यो काले मसँग बिहान आएको यहाँ काम गर्नु अनिश्चित त लास्ट अल्छी हो नि त्यतिकै हात छोडेको यसले मनमाया दिदी हुँदा हुँदा ए आज मन्नु भन्ने हो रुक्क भनिदिन्छु दिदीलाई हाम्रो दिदी अनि मनमाया त सबभन्दा ठुली अनि बुढी मान्छे कत्रिन् दिदी हो नि तर के गर्ने टिट्लाउँछ देखेर यहीँ हेर यी सबैले दिदी हुन् देखेर टिट्लाउँछ यहाँ भाइ बहिनीले त यस्तै हान्दा पनि लाग्दैन के होइन दिदी तपाईँलाई च्याप्या तर मनमाया दिदीलाई देखेर टिट लाग्छ के टिट लाग्छ के टिट लाग्छ भनेको के भन्छ ओ टिट लाग्छ भन्नेलाई के भन्छ अरे टिट लाग्छ के टिट लाग्छ नेपालीमा टिट लाग्छ क्या तिमीले चाटेको होइन मलाई त्यो कसैलाई त्यो बाटोमा गरिबलाई मागेको देख्दाखेरि टिटलाई हाम्रो गोजीबाट दया लाग्छ त्यतिखेर यस्तरी बुझाउनु पर्ने बिहानदेखि खाना नखाइ काम हानिन् कि डल्ली बहिनी डल्ली बहिनी भने है तर आज त म जत्रै हुन्छ कि त्यो दुइटा आउँदा यसो गर्दा बाउको कम्पनी हुन्छ हेर्नु उहाँ काले भोक लाग्यो कि मलाई त जान्न भएको थिएन यहाँको होइन तपाईँलाई देखेर खुसी लाउँछ के संसारमा यस्तो मान्छे नि हुँदो रहेछन् यत्रो मान्छे नि हुँदो रहेछन् उठ्नु न उभिनु त ए म त तपाईँ बसेको ठानेको चच्छ काले आफै अल्झियो कता अल्झियो दुइटाको काम चाहिँ भइयो यस्तो पारामा हिँड्न गाह्रो छ उयो चापी निकाल है चापी हामी दुइटा चाहिँ रामिन बुझ्न जाने अरे ठुक्क हाम्रो जिन्दगी कहाँको बेच्यो त्यहाँ डार्लिङ यहाँ आऊ न मेरो ओ डार्लिङ यहाँ आऊ न भोक लाग्यो यार लास्ट बेस नि अद्धबाट त त्यो भन्यो नि मलाई बाहिर ओए अब चाहिँ हामी दुइटा त निक्लियो कता
झिलिमिली झ्याइया हो यहाँ मैले काम गर्नु चाहिँ यहाँ हो ऐच त काम गर्ने कुन दिन निकालिदिन्छ र बर्बाद हुन्छ यार ऐच फ्ल्यास बोले अब यो फ्ल्यासलाई कसरी अफ गर्ने त्यो थाहा छैन मलाई हाम्रो मिजी यता हिँड्छन् कहाँ ग्राइन्डहरू कस्तो राम्रो देखियो है कसम पेट त पटट्ट कटर 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 खाइरहेको मिजु नाच्दैौ न तिमी यहाँ मिजुलाई चाउमिनको प्राइस बुझ्न मन लाग्यो अरे मिठो लागेको छ भने के अरे प्राइस सस्तो सस्तो भयो भने उठाउँछन् अरे अन्त तैँले सित्तैको रामेन खानु पाउला जस्तो सित्तैको रामेन खानु पाउला जस्तो आम्मा हामी गइन्छ यस्तो खाइन्न अब हामीलाई 7-11 ठिक छ यार हामी चाहिँ साइजेरिया नजाम ल ल मेरो कति हेर 175 रह दाइले साइकल कटाक्क अब निक्ल्यो मेरो एउटाको फेरि आम्मा यहाँ त कले पाउने यस्तो चिक्ना केटा आम्मा यस्तो ह्यान्डसम मुला अब रामिन सामिन खान्छ त्यसपछि चट्ट लाग्यो औकातले दियो लास्टमा सस्तो खाला मैले त भन्नै बिर्सिन्छु क्या गेटाङ गुटुङ सबै के हाल्दै आउने केटाहरूलाई यो हेर्छ ल अब हामी चाहिँ खाइन्छ जापानिज मोमो नि आउँदै अरे आयो मोमो आयो मोमो जापानिज मोमो हेर त केटाहरूले यी एउटा तेल हालेको अरे अचार भयो क्या हामी छोड न ल घ्याम्पे वाउ यताको घ्याम्पे कसरी हल्लाउने अरे ल खोलो 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 ओपनिङ सिल फुटो है ल म पनि अब अझै एउटा मोमो हान्छु कि नेपाली मिठो हो यार ल अब चाहिँ अहिले चाहिँ म बन्द गर्छु अलि हाल्छु आजको हाम्रो भिडियो यहीँसम्म गुड बाई।